फ्री भिसा फ्री टिकट मलेसिया आउन चाहने दाजुभाइ तथा दिदीबहिनीहरूको लागि फेरि पनि फ्री भिसा फ्री टिकटको डिमान्ड आइसकेको छ है। यदि हजुरहरू मलेसिया आउनलाई कुरेर बस्नु भएको छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। कतिजना महिला र कतिजना पुरुष र कुन कम्पनीको डिमान्ड हो र यो कम्पनीमा के भन्छ र यो डिमान्डको प्री इन्टरभ्यू र फाइनल इन्टरभ्यू कहिले छ सबै जानकारी यो भिडियो मार्फत दिनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियो मन पर्छ भने लाइक र शेयर गरिदिनु होला र आफूलाई मनमा लागेको प्रतिक्रियाहरू कमेन्ट मार्फत लेख्नुहोला र आइडीमा नयाँ हुनुहुन्छ च्यानलमा नयाँ हुनुहुन्छ भने आइडीलाई फलो र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म हजुरहरूको लागि यस्तै जानकारीमूलक भिडियो ल्याउने गर्दछु, त्यसकारणले आइडीलाई फलो र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आउनुहोस् भिडियो सुरु गरौँ है त। मलेसियामा रहेको ITW मेरिटेक्स कम्पनीबाट फ्री भिसा फ्री टिकटको डिमान्ड गएको छ है। यो डिमान्डको लट नम्बर रहेको छ 341251 र यो कम्पनीमा चाहिँ इलेक्ट्रोनिक सामान जस्तै ल्यापटप भयो, कम्प्युटर भयो, यस्तै इलेक्ट्रोनिक सामान प्याकिङ गर्ने सामान बन्छ है। यसमा चाहिँ भनिन्छ भन्न त, तर इलेक्ट्रोनिक सामान चाहिँ बन्दैन। यसमा इलेक्ट्रोनिक सामान प्याकिङ हुने सामान बन्छ यसमा चाहिँ। यो कम्पनीमा बेसिक सेलरी भनेको 1700 छ भने ओटी को कुरो गर्नुपर्दा ओटी चाहिँ कम्पनीको नियम अनुसार हुन्छ। कम्पनीमा धेरै अर्डर आयो भने चाहिँ कम्पनीले ओटी दिन सक्छ, नत्र त्यही हो 1700 बेसिकमै चित्त बुझाउनु पर्नेछ। र यसमा चाहिँ खानाको सुविधा आफै गर्नुपर्ने छ भने बस्न सुविधा चाहिँ कम्पनीले गरिदिएको छ र 2 वर्ष करार अवधि रहेको छ। यो कम्पनीले यति सुविधा दिएको छ र यो कम्पनीको डिमान्ड चाहिँ इन्टरनेसनल मेन पावर रिक्रुटमेन्टमा गएको छ र यसको प्री इन्टरभ्यू रहेको छ 2083 वैशाख 23 गते र फाइनल इन्टरभ्यू रहेको छ 2083 वैशाख 25 गते। फ्री भिसा फ्री टिकटको डिमान्ड हो। 1 रुपियाँ पनि खर्च नलगाउनु होला। यो कम्पनीमा आउनको लागि कुनै पनि मेन पावर दलालले पैसा माग्छ भने तुरुन्त उजुरी गर्न सक्नुहुन्छ र हजुरहरू पनि कुनै एजेन्ट अथवा दलाललाई समातेर नजानुहोला यो कम्पनीको इन्टरभ्यू दिन। र हजुरहरू चाहिँ रुममै बसेर घरमै बसेर फ्री भिसा फ्री टिकटमा आउन चाहनुहुन्छ भने चाहिँ भ्रममा हुनुहुन्छ। घरमा बसेर चाहिँ फ्री भिसा फ्री टिकटमा आउन पाइँदैन। सुरुमा फ्री भिसा फ्री टिकटमा आउनको लागि चाहिँ डकुमेन्ट बुझाउनु पर्यो। डकुमेन्ट बुझाइसकेपछि प्री इन्टरभ्यूमा समावेश हुनु पर्यो। प्री इन्टरभ्यूमा पास भइसकेपछि फाइनल इन्टरभ्यूमा लाग्छ र फाइनल इन्टरभ्यूमा पनि पास हुनुभयो भने मात्र फ्री भिसा फ्री टिकटमा पठाउँछ है यो मेन पावरले चाहिँ। हजुरहरू फाइनल इन्टरभ्यूमा पनि पास भइहाल्नु भयो भने उल्टै मेन पावरले अथवा यहाँको कम्पनीले पासपोर्ट बनाइ खर्च, यातायात खर्च, श्रम स्वीकृति खर्च अनि मेडिकल खर्चहरू सबै कम्पनीले नै बेहोर्छ है। यदि हजुरहरू फ्री भिसा फ्री टिकटमा आउन चाहनुहुन्छ भने यो इन्टरनेसनल मेन पावर रिक्रुटमेन्टमा गएर सम्पर्क गर्न सक्नुहुन्छ। यसको डिटेल नम्बर ठेगानाहरू म स्क्रिनमा राखिदिएको छु। हजुरहरू यो नम्बर र ठेगानामा सम्पर्क गरेर प्री इन्टरभ्यू दिन जान सक्नुहुन्छ है त। हजुरहरूलाई मेरो भनाइहरू कस्तो लाग्छ, यदि राम्रो लाग्छ भने भिडियोलाई लाइक र शेयर गरिदिनु होला र आफूलाई मनमा लागेको प्रतिक्रियाहरू कमेन्ट मार्फत लेख्नु होला र आइडीमा नयाँ हुनुहुन्छ च्यानलमा नयाँ हुनुहुन्छ भने आइडीलाई फलो र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म हजुरहरूको लागि यस्तै जानकारीमूलक भिडियो ल्याउने गर्दछु, त्यसकारणले आइडीलाई फलो र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यति भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद, जय नेपाल। हजुरहरूको दिन शुभ रहोस्।